मलाई अफर आउँछ सायद अफर आएपछि जसले नि गर्छ होला तपाईँलाई गोपीजीलाई चाहिँ ल तपाईँलाई म 4 लाख 5 लाख दिन्छु एउटा भिडियो खेल्नुहोस् भने कसले खेल्दैन भन्नुहोस् त होइन म्युजिक भिडियोमा हरेक भिडियोमा 3 देखि 4 लाख अहिले बजेटमा चाहिँ अहिले 10 लाखको बजेटमा काम हुन्छ होइन त्यो सानोतिनो सुटिङ होइन नि त सो 10 लाखको सुटिङ गरेर हामी काम गर्छौँ एउटा म्युजिक भिडियोमा र अफर गर्नुहुन्छ मैले अहिले पनि भने 15-20 वटा म्युजिक भिडियो गर्छु सबैले मन पराउनु भएको छ जहाँ हल छैन जहाँ फिल्म हल छैन फिल्म हल भएको कति छ भन्नुहोस् त 3%ले हेर्छौँ नेपालीले नेपालमा हामीले 3% जनताले फिल्म हेर्छौँ अनि हामी 97%ले चाहिँ हामी कुरा काट्छौँ कि फिल्म राम्रो भएन फिल्मै हामी मन पर्दैन हामीलाई भन्नुहुन्छ कि चाहिँ 100%ले हेर्नुहोस् 100%ले कुरा गर्नुहोस् फिल्मको बारेमा होइन तर मेरो तरिका के छ भने चाहिँ मलाई मनपर्ने चाहिँ जस्तो जनताहरूसँग चाहिँ म एकदम आम दर्शकसँग चाहिँ हात छोएर हात मिलाएर उहाँहरूको आशीर्वाद लिन मनपर्छ पब्लिकको चाहिँ रिभ्यू लिन मनपर्छ थ्याङ्क यू तपाईँहरूले चाहिँ मिडियाकर्मी साथीहरूले तपाईँहरू मिडिएटर हो दर्शक र हाम्रो तपाईँहरू मध्यस्थकर्ता सो जनतालाई दर्शकहरूलाई भनिदिनु होला गीत आएको छ भनेर लेखिदिनु होला मोहर चलचित्र 23 गते लाग्दैछ श्रावणको भनिदिनु होला आफ्नो पोइन्ट अफ भ्यू हुन्छ होइन कसैलाई चाहिँ हलमा आएर जो प्रोग्राम गर्न चाहिँ मन पर्दैन कसैलाई हामी यसरी हलमा आएर प्रोग्राम गर्न मनपर्छ कोही मान्छे चाहिँ तपाईँहरू यसरी बस्नु मन पर्दैन होला कोही मान्छे बाहिर हुनुहुन्छ सो आफ्नो एउटा तरिका हुन्छ तर मेरो तरिका के छ भने चाहिँ मलाई मनपर्ने चाहिँ जस्तो जनताहरूसँग चाहिँ म एकदम आम दर्शकसँग चाहिँ हात छोएर हात मिलाएर उहाँहरूको आशीर्वाद लिन मनपर्छ पब्लिकको चाहिँ रिभ्यू लिन मनपर्छ मेरो काम कस्तो हुँदैछ आमा मेरो काम कस्तो हुन्छ बुवा मेरो काम मैले के गर्दा ठिक हुन्छ भनेर सोध्न मनपर्छ मलाई म चाहिँ उहाँहरूसँग चाहिँ घुलमिल हुन मनपर्छ सो त्यस कारणले गर्दाखेरि चाहिँ म मेला महोत्सवदेखि लिएर प्रोग्रामहरूमा चाहिँ जाने गर्छु र म्युजिक भिडियोको कुरा गर्नुपर्दा चाहिँ मलाई अफर आउँछ सायद अफर आएपछि जसले नि गर्छ होला तपाईँलाई गोपीजीलाई चाहिँ ल तपाईँलाई म 4 लाख 5 लाख दिन्छु एउटा भिडियो खेल्नुहोस् भने कसले खेल्दैन भन्नुहोस् त होइन म्युजिक भिडियोमा हरेक भिडियोमा 3 देखि 4 लाख अहिले बजेटमा चाहिँ अहिले 10 लाखको बजेटमा काम हुन्छ होइन त्यो सानोतिनो सुटिङ होइन नि त सो 10 लाखको सुटिङ गरेर हामी काम गर्छौँ एउटा म्युजिक भिडियोमा र अफर गर्नुहुन्छ मैले अहिले पनि भने 15-20 वटा म्युजिक भिडियो गर्छु सबैले मन पराउनु भएको छ जहाँ हल छैन जहाँ फिल्म हल छैन फिल्म हल भएको कति छ भन्नुहोस् त 3%ले हेर्छौँ नेपालीले नेपालमा हामीले 3% जनताले फिल्म हेर्छौँ अनि हामी 97%ले चाहिँ हामी कुरा काट्छौँ कि फिल्म राम्रो भएन फिल्मै हामी मन पर्दैन हामीलाई भन्नुहुन्छ कि चाहिँ 100%ले हेर्नुहोस् 100%ले कुरा गर्नुहोस् फिल्मको बारेमा होइन 97%को ठाउँमा हल छैन अनि त्यो ठाउँमा चाहिँ के पुग्छ त म्युजिक भिडियो पुग्छ सो मलाई चाहिँ के गर्व लाग्छ भनेपछि हलमा अहिले फिल्म हलमा चाहिँ हेर्ने कलाकारलाई कतिले चिन्नुहुन्न क्या अहिले बाटोमा हेर्नुहोस् कसैले पनि चिन्नुहुन्न दर्शकले चाहिँ को आयो को गयो थाहा हुन्न तर म्युजिक भिडियोको आर्टिस्टलाई हेर्नुहोस् या मेरो नाममा पल सालाई जब हामी चाइना बोर्डर जाउँ इन्डिया बोर्डर जाउँ जहाँसुकै जाउँ देश विदेश जाउँ त्यहाँ उहाँले माया दिनुहुन्छ पलजी तपाईँको फिल्म हेरेको थिएँ फिल्म नहेरेकोले चाहिँ म्युजिक भिडियो हेरेको थिएँ भन्नुहुन्छ कि सो त्यो चिज चाहिँ म एकदमै गर्वका साथ भन्न चाहन्छु मलाई गर्व लाग्छ म म्युजिक भिडियो खेल्छु म प्रोग्रामहरू गरेर चाहिँ आमा बुवाको आशीर्वाद लिन्छु मुभी गर्छु सबैको एउटा रिभ्यू राम्रो छ होइन र आशीर्वाद पाइरहेको छु सबैको त्यो चाहिँ गर्व लाग्छ मलाई चाहिँ सो मलाई अफर आइरहेको छ काम गरिरहेको छु त्यही नै सायद अफर अरूलाई आएको भए अरूले गर्नुहुन्थ्यो होला भनेको चाहिँ धेरैलाई चिन्नुहुन्न मैले चाहिँ अनुभव लिएको छु मैले होइन फिल्महरू मात्रै गर्ने एउटा अरू काम नगर्नेहरू आर्टिस्टलाई थोरैमा एकदमै 10%लाई चिन्नुहुन्छ होला बाँकीलाई चाहिँ चिन्नुहुन्न त्यो चाहिँ सायद त्यो नराम्रो पनि हुनसक्छ होइन सायद चिनिनुपर्छ जस्तो लाग्छ जनताले चाहिँ चिन्दा राम्रो भन्न चाहन्छु हजुरले भने जस्तै सबैलाई होइन कि केही पर्सेन्टलाई चाहिँ चिन्नुहुन्छ हो हामी मेरो दादा हाम्रो दादा भइसिन्छ दादाको छोरी पर्सिन्छ उहाँ चाहिँ नर्मली सूर्य एउटा हुन्छ होइन हाम्रो माथि सूर्य एउटा छ तर त्यो ठाउँमा चाहिँ 4 ठाउँमा सूर्य आएको थियो कि 4 ठाउँबाट सूर्य चाहिँ लागिरहेको थियो एउटा माथि सन भइहाल्यो तलबाट एउटा बालुवाको राप त्यसपछि रिफ्लेक्टर अनि 4वटा सूर्यले चाहिँ ताप दिँदाखेरि कस्तो होला त्यहाँको तापक्रम होइन 40 डिग्रीको तापक्रममा चाहिँ हामी काम गरेका थियौँ बालुवामा र हामी नन स्टप 3 दिनसम्म हामी त्यही बालुवामा सुटिङ गऱ्यौँ र फेरि हाम्रो रामजी सरले चाहिँ डिजाइन गर्नुभएको थियो लेदरको प्यान्ट लेदरको ज्याकेट बुट अनि त्यसपछि मेरो पसिनाहरू देख्नु भएको थियो होला सायद टिकटकतिर नर्मली मेरो चाहिँ बगिरहन्थ्यो कि पसिना चाहिँ हातबाट तर बगिरहन्थ्यो सुटिङ गर्दाखेरि त्यो गर्दाखेरि चाहिँ हामी चाहिँ बेहोस मात्र हुन बाँकी थियो म चाहिँ 2 घन्टाको ब्रेक लिएर म रेस्ट पनि गरेको थिएँ गाडीमा एसी लगाएर म सक्दैन सर
फर द फर्स्ट टाइम म चाहिँ सुटिङमा म सकेन भनेको चाहिँ यही सुटिङमा हो। म सकेन सर, एकछिन मलाई ब्रेक दिनुहोस् प्लिज प्लिज, म नत्र बेहोस हुन्छु भनेको थिएँ मैले। सो त्यति बेला उहाँले मलाई ब्रेक दिनुभएको थियो, यसको लागि थ्याङ्क यू। 2 घन्टापछि फेरि म आएर अनि कन्टिन्यू गरेको थिएँ सुटिङ। कन्टिन्यू 2 जना हुन्थ्यो स्पोर्ट बोय मलाई टेक केयर गर्ने। उहाँहरूको काम नै पानी ल्याउने खुवाउने, पानी ल्याउने खुवाउने, जाने दौड्ने भइरहेको थियो उहाँहरूको। सो सम्पूर्ण मेरो टेक्निसियन साथीहरू, मेरो स्पोर्ट बोयदेखि लिएर सबै डान्सर्सहरूलाईदेखि लिएर कोरियोग्राफर, डिरेक्टर सबैलाई धन्यवाद छ। त्यो घाममा नितिजीको पनि थियो एउटा स्टेटस आएको थियो होइन, उहाँले लेख्नु भएको थियो, विज्ञप्ति दिनुभएको थियो एउटा कोरसहरूको लागि चाहिँ थ्याङ्क यू भनेर। सो त्यो देख्दा चाहिँ अति नै चाहिँ हामीले चाहिँ उहाँहरूप्रति चाहिँ एकदम धन्यवाद दिन चाहन्छौँ। त्यो गर्मीमा र टेक्निसियन भनौँ न, डिओपी, हाम्रो डिओपीको टिम, हाम्रो लाइटम्यानको टिमहरू यति खट्नु भएको छ त्यो गर्मीमा। सो सबैलाई एकदम सबैलाई धन्यवाद छ हस् तपाईँको खटाइको लागि। रोल्पामा यो गीत सुट गर्नु थियो भनेपछि रोल्पाबाट सुट सिद्धाएर फेरि काठमाडौँ आएर फेरि रोल्पा त गइँदैन थियो होला होइन। तर के भनेपछि सबैको सेड्युल मिलाउँदाखेरिमा यो यसरी चाहिँ गर्मीको मौसममा खिच्नुपर्ने, किनभने साउन 23 गते चलचित्र रिलिज छ, त्यसको बिचमा एउटा गीत बाँकी थियो। त्यो गीत खिच्नुपर्ने र लोकेसन पनि त्यस्तै नै चाहिएको भएको हुनाले पनि हामीले त्यहाँ गयौँ, गर्मी खेप्यौँ। यो दुखेसो होइन, हामीले गरेको मेहनत र अनुभव मात्रै हामीले साटेका हौँ। देउकीको एउटा पोइन्ट मात्रै हामीले चाहिँ टिजरमा देखाएका छौँ, र केही त सस्पेन्स तपाईँले टिजरमा पाउनुभयो होला अघि हेर्नुभयो भने। अर्को कुरो रह्यो मोहर किन टाइटल राखियो, यसको लागि चाहिँ तपाईँहरूले चलचित्र हेर्नै पर्ने हुन्छ। सस्पेन्स छ, धेरै कुराहरू छन् र धेरै कुराहरू देउकीको बारेमा यहाँ भन्नुपर्ने अलिकति उचित पनि लाग्दैन फिल्मको माध्यमबाट। देउकी चलचित्र राय समाल र चाहिँ के अरे मौसी मल्लको थियो, राम्रो चलेको थियो होइन। त्यसको पाटो, त्यसको उठान बेग्लै थियो, तर चलचित्र मोहरको उठान चाहिँ बेग्लै छ। आजको स्टोरी पाउनुहुनेछ। 2079 सम्म देउकी चढेका छन्, यहाँहरूले गुगल सर्च गर्नुभयो भने त्यो पनि देख्न पाउनुहुनेछ। पहिला सुरु त हामी अलिकति ढिलो आएकोमा हजुर सबैजनालाई माफी माग्न चाहन्छु र यहाँ आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। आशा गर्दछु हजुरहरूलाई हाम्रो गीत र हाम्रो फिल्म मोहर मन पर्नेछ। उहाँको मम्मी र मेरो हजुरआमा चाहिँ पहिल्यैदेखि एकदमै मिल्ने अनि घरमा आइराख्ने त्यस्तो गर्ने, अनि त्यसरी चाहिँ हामीले नाता गाँसेको भनौँ, ब्लड रिलेसन चाहिँ होइन। त्यही भएर अहिलेको लागि हामीहरू चाहिँ कपल हो मोहर फिल्मको, त्यसरी लिउँ होला। गर्मी भयो, मेरो त पहिलो अनुभव थियो है त्यस्तो गर्मीमा म्युजिक भिडियो अब सुट गर्नुलाई। एकदमै गर्मी भएको थियो, मैले पनि ब्रेक लिली गरिरहेको थिएँ। अनि कोरस बहिनी भाइ बहिनीहरूको चाहिँ एकदमै माया लाग्यो, किनभने हामी त आर्टिस्ट भएर थकेलाए पनि कसैले कुर्सी लिएर आइरहेको थियो भने पानी फ्यान अगाडि थियो, उहाँहरूलाई चाहिँ अब बसिराख्नु पर्ने त्यही बेला। अनि त्यो दृश्य हेर्न पाउँदा चाहिँ साह्रै अनफेयर जस्तो पनि लाग्यो, तर अब काम भने काम हो, प्रोफेसनल भएर काम गर्नै पर्यो जस्तो भयो। अब आफूलाई नै सन्तुष्टि दिए भनौँ न। अनि एकदम भावुक भएर मैले स्टेटस पनि लेखिहालेँ होइन। त्यति बेला चाहिँ मलाई एकदमै नराम्रै लागेको थियो र एकजना बहिनी फेन्ट हुनुभएको थियो कि धेरै गर्मीले, अनि त्यसपछि चाहिँ एकदम नराम्रो लाग्यो। अनि हामीले त्यही कुरा गरिरहेको थियौँ। सो थ्याङ्क यू सबै कोरस अनि टेक्निसियन टिमलाई। हजुरहरू नभएको भए कुनै पनि फिल्मको म्युजिक भिडियो कुनै पनि फिल्मको गीतहरू यतिको राम्रो हुँदैन। मलाई चाहिँ अब यो सुटिङको बेला चाहिँ म अलि बिरामी थिएँ होइन। अनि मैले चाहिँ अहिले पनि अघि मैले पल्ला भनेको थिएँ, मैले अझै राम्रो गर्न सक्थेँ कि जस्तो मलाई पनि भएको छ। तर अब त्यही हो, म डान्स क्लासेस लिइरहेको छु, एक्टिङ क्लासेस पनि अब फेरि लिन लागिरहेको छु अर्को हप्तादेखि। सो जति आफूले सक्छु त्यति गर्न खोजिरहेको छु। बट अवश्य आउने दिनहरूमा चाहिँ तपाईँलाई नै मन पर्ने गरी मैले फिल्महरू चाहिँ गर्छु। थ्याङ्क यू।